नेपाल स्टक अपडेटमा तपाईलाई स्वागत छ। आज माघ महिनाको 21 गते अर्थात् फेब्रुअरी 4 आजको नेप्से अपडेट लिएर उपस्थित भएको छु। आज नेप्सेमा सुरुमा माइनसमा कारोबार खुलेपछि झन्डै 2640 मा प्री अर्डरमा कारोबार खुल्यो र प्री अर्डरको कारोबार पश्चात लगत्तै नेप्से बढेर 2700 भन्दा माथिसम्म पुगेको थियो। यद्यपि त्यसपश्चात फेरि नेप्सेले आफ्नो लय साइडवेज नै बनाइरह्यो र अन्त्यमा 2 बजेपछि अलिकति सेलिङ प्रेसर आयो र सेलिङ प्रेसर पश्चात पछि अन्त्यमा मार्केट लगभग बराबर जस्तैमा बन्द भएको छ। 1.64 अङ्क अर्थात् 0.06% नेप्से आज घटेको छ। आजको अवस्था हेर्दाखेरि हामीले यहाँ देख्न सक्छौं 113 वटा कम्पनी आज नाफामा छन् भने 134 वटा कम्पनी आज घटेर बन्द भएका छन्। त्यस्तै हिजोको प्राइस र आजको प्राइस बराबर रहेका कम्पनीहरू 13 वटा छन्। चार्टमा हेर्दा नेप्सेले आज 2670 को ग्यापलाई पनि फुलफिल गरेको देखिन्छ। यसरी हेर्दाखेरि मार्केटले अब घट्न रोकिन्छ कि जस्तो पनि देखिन्छ। यद्यपि हामीले पछिल्ला दिनहरूमा फेरि पनि अवस्था कस्तो रहन्छन् भनेर हेर्न बाँकी नै छ। त्यस्तै भोल्युम एनालाइसिस गर्दाखेरि भोल्युम नेप्से घटेसँगै भोल्युम पनि घटेको देखिन्छ। आजको भोल्युम पछिल्लो समयको धेरै नै समय पछिको भोल्युमभन्दा कम छ र आज नेप्से क्यान्डल ग्रिन भए तापनि नेप्से रातोमा बन्द भएको छ। त्यस्तै गरी टप गेनर कम्पनीहरू रहेका छन् केडिएल, एसएमएच, एसएमएचएल, एकेजेसिएल, सिओआरबिएल, बिएचडिसी, एमसिएचएल, एचडिएचपिसी, जिबिआइएमई, एसवाई2 र एसएमजेसी। केडिएल, एसएमएच र एसएमएचएल बिहानैदेखि सर्किट लेभलमा रहे भने एकेजेसिएल अन्तिमसम्म आइपुग्दा सर्किट लाग्यो। त्यस्तै गरी अरू कम्पनीहरू यहाँ देख्न सकिन्छ। 7% सिओआरबिएल, बिएचडिसी 6%, एमसिएचएल र एचडिएचपिसी, जिबिआइएमई, एसवाई2 र एसएमजेसी 4% बढेका छन्। त्यस्तै आज धेरै घटेका कम्पनीहरूमध्ये एचएलआइसिएफ रहेको छ। यो एचएलआइसिएफ म्युचुअल फन्ड हो। त्यस्तै रावा छ 4% घटेको, जिएलबिएसएल 3%, डिएचइएल, केइएफ, एनएबिबिसी, डिएलबिएस, सिन्धु, हिमस्टार र एसएआइएल आज बढी घटेका टप 10 कम्पनीहरू हुन्। टप टर्नओभर गरेका कम्पनीहरू हेर्नुपर्दा एकेजेसिएल 80 करोड भन्दा बढी कारोबार भएको छ। एसवाई प्यानल 60 करोड, त्यस्तै तेस्रोमा छ राधी, एसएआइएल, बन्दीपुर, पिपिएल, एनजिपिएल, वरुण, एसएचएचएल र एनआरएन टप 10 टप टर्नओभरका कम्पनीहरू रहेका छन्। आज नेप्सेमा जुन हामीले हिजो अस्ति देख्न सक्थ्यौं एसवाई प्यानल, त्यसपछि एसएआइएल, बन्दीपुर लगायतका कम्पनीहरू जुन पछिल्लो समय लिस्टिङ भएका कम्पनीहरू थिए ती बढ्ने क्रम आज रोकिएको छ। आज रातोमा कारोबार भएका कम्पनीहरू भने अन्य कम्पनीहरूले आज टप 10 गेनरमा आफ्नो स्थान हासिल गरेका छन्। यस्तै मार्केट समरी हेर्नुपर्दा आज 7 अर्ब झन्डै 50 करोड रुपियाँको कारोबार भयो। टोटल ट्रेडेड सेयर हामी यहाँ देख्न सक्छौं 1,66,82,626 किता कारोबार भयो भने टोटल ट्रान्जेक्सन 80,422 वटा भयो। आजको दिनमा टोटल कारोबार भएका कम्पनीहरू 326 रहेको छ। त्यस्तै टोटल मार्केट क्यापिटलाइजेसन र टोटल फ्लोट मार्केट क्यापिटलाइजेसन पनि हामीले यहाँ देख्न सक्छौं। यस्तै नेप्से सम्बन्धी, आइपिओ सम्बन्धी सम्पूर्ण अपडेटका लागि नेपाल स्टक अपडेट पेजलाई तपाईँ फलो गर्न पनि सक्नुहुन्छ फेसबुकमा भने युट्युबमा सब्स्क्राइब पनि गरिदिनु होला, साथै लाइक र कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।